दर्शकबिन भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको यो बाढीले वितण्ड मच्चाएको छ। विशेष गरी चीनमा भोटेकोसी नदीमा बाँधिएको जुन बाँध थियो त्यो बाँध फुटिसकेपछि नदीमा वितण्ड देखिएको छ। धेरै धनजनको क्षति हुन सक्ने आकलन गरिएको छ। रसुवागढी हुँदै सुरु भएको यो बाढीको वितण्ड गोर्खा चितवन लगायतका ठाउँसम्म पनि असर पर्ने देखिएको छ। त्यसैले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन र नदी तटका क्षेत्रहरू छोडेर सुरक्षित स्थानमा बसोबास गर्नको लागि नेपाल सरकारले आग्रह गरेको छ। निकै ठुलो भीषण बाढी आएको छ। यो ड्याम पनि फुट्छ।